हेलो गुड मर्निङ एभ्रिवान। आज फेरि म भ्लग लिएर आइसकेको छु है। अब बिहान बिहान चाहिँ म उठेर चाहिँ अब चरा मार्न जाने भन्ने कुरा हो हाम्रो दुई भाइको। तर चरा धेरै खोजियो, भेटिएन। अब चाहिँ घर नजिकै एउटा झरना छ भन्छ भाइले, त्यहाँनिर हेर्न जाँदैछौँ। हेरौँ कस्तो हुन्छ, म झरनामा गएर देखाउँछु है। ल है, हामी चाहिँ अब यो हाम्रो भरभरे खोला भन्छ होइन, यहाँनिर चाहिँ यहाँ चाहिँ पहिला अरिङ्गलले गोल लाउँथ्यो, अहिले चाहिँ लाएको छैन। अब अरिङ्गल पनि हामी हेर्न हिँडेको, खास भेटेसम्म चाहिँ अरिङ्गल पनि पोल्ने भन्ने कुरो छ, तर भेटिन्छ कि नै हामी दुई भाइ हो। अब यो यस्तो छ है ठाउँ चाहिँ, ठाउँ चाहिँ यस्तो छ है। अब यो चाहिँ खोल्चा हो होइन। अब यो चाहिँ खोला भन्दा पनि खोल्चा भन्छ होइन, तर हाम्रो यो चाहिँ भरभरे खोला भन्दा चाहिँ हामीले यो नाम भरभरे खोला भन्दछ यहाँ। अब यहाँको चाहिँ झरना है। अब हामी करिब करिब झरनाको नजिक आइसकेका छौँ। कस्तो लाग्छ हेरेर लाइक कमेन्ट शेयर सब्स्क्राइब गरेर चाहिँ नभुल्नु होला। अब कस्तो लाग्छ होइन हाम्रो गाउँको चाहिँ झरना हेरेर चाहिँ लाइक कमेन्ट सेयर गर्नु होला। हामी चाहिँ पानीमा चाहिँ आयो है। अब चाहिँ झरनासम्म चाहिँ जान लाग्छौँ। अब हेरौँ कस्तो हुन्छ, बाटो चाहिँ हल्का अप्ठ्यारो छ। एकछिन आउँछु म। त्यहाँतिर हामी चाहिँ च्याप्पा झर्नामा यो दाजु हुनुहुन्छ। यो झर्ना चाहिँ हाम्रो यो त्यति ठुलो त छैन, छुटुक्काको। हाम्रो चाहिँ अब फोटोसोटो खिच्ने कार्यक्रम हुन्छ। ल दाजु कस्तो लागिरहेको छ यहाँ छर्कामा आउँदा? गजब छ। अब चाहिँ एकछिन फोटोसोटो खिचिन्छ हामी च्याप्पै। हाम्रो यहाँनिर चाहिँ यो चाहिँ तपस्या गरेको ठाउँ हो है। यहाँ चाहिँ पहिला वन झाङ
साथीहरू यो चाहिँ हाम्रो घरबारी खोलाको छर्का यहाँ माथि चाहिँ वनझरीले तपस्या गरेको बस्थे भन्थे पुरा पाहाडको चलन छ वनझरीले यहाँ कहिले काहीँ ढेग्रो बजाउने त्यस्तो गर्छन् यहाँ चाहिँ वनझरी जस्तै मान्छे पनि छ यहाँ सक्नुहुन्छ मान्छे जस्तै छर्का खुलै छ जानी दाजु जानी है च्याप्पा रमाइलो भएछ अब हामी चाहिँ स्टिम ओरिङ्गल खोज्नतर्फ जाँदैछौँ कस्तो लाग्छ यो भिडियोलाई चाहिँ लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला साह्रै नै के पुऱ्याइदिनु होला सपोर्ट गर्न पर्यो है इन्द्रनी युवा क्लबले हामीलाई चाहिँ युट्युबको नाम चाहिँ हिमाल ठकुरी 1देखि 5 सम्म छ है साथीहरू ल सबै हामी चाहिँ झोर्रो अब ओरिङ्गलतर्फ कि चरा मारिन्छ भनेर आएको थियौँ यही खासहरू यही छर्काहरू त्यहीमा खुसी लाग्यो अब चाहिँ हामी सबै चरा खोज्न जान्छौँ भएन भने चाहिँ ओरिङ्गल जे भेटिन्छ त्यही हन्टिङ गर्ने हो चरा भेट्यो भने आजै अब ओरिङ्गल भेट्यो भने फेरि राति हन्टिङ हुन्छ फेरि च्याप्प आज फेरि आज भोलि नैनी दाजु आउनुहुन्छ नैनी दाजुको भ्लग पनि हेर्न सक्नुहुन्छ हामीलाई हामी 3 भाइ हुन्छौँ 3-4 भाइ यही हाम्रो घरबारे खोला यस्तो छ र गाइस एकछिन पछि अलिक पर नि गएर भेटौँ ल गइ च्याप्प साथीहरू चाहिँ दुलली हाम्रो अर्ग्यानिक बनाएकै घरमै हामी चाहिँ यसो गर्न हर्न भन्नु नि चरा हर्न गर्न आएको है दाजु चाहिँ यसो चरा दिनु हो साथीहरू हामी चाहिँ चरा केही नभेटेर घरतर्फ भन्दा नि खोज्ने प्रयास जारी छ खोज्दैछौँ डुल्दैछौँ यो शिकार भनेको यो नभेटिन्छ न के हुन्छ सबै देख्न सक्नुहुन्छ गाउँमा हरियालीको माहौल छ पुरै के भन्ने कोही सुकिहान घलपट्टिले भातो ब्लक गर्छ हिजो दाजु यता सफा गरिन्छन् कि नि भन्ने आज गएर हुन्न कामले च्याप्पै बारीमा तिरिक्कै दोल्की छौ यस्तो हेप्नेत पाइन्न खास मान्छेलाई त नि ग्रुप यस्तो गर्न भएन है यता परेको ती टोलीले सरसफाइ त गर्न पर्यो अब यस्तो छ गाउँ हेर्नुहोस् जङ्गल हो गाउँमा भनेको चराचुरुङ्गी आउने छैन खासै हामी चाहिँ अर्को ठाउँमा गएर भेटिनेछौँ च्याप्प साथीहरू हामी चाहिँ यहाँ यो साइन दाजुको घर हेर्न सक्नुहुन्छ त्यहाँ अझै फिनिसिङ भएन दाजुले च्याप्प फिनिसिङ गरेर बस्ने विचार गर्नुभएको छ जक्सन हुन्छ अरे हाम्रो जक्सन सबै भारी बलिष्ठ छ यही साइड थपरीको घर च्याप्प जक्सन हुन्छ जक्सन आफरको स्कुल केराबारी निसी खोला पुगिरहेको छ निरन्तर रूपमा रन्डाजीको बसन्ती आए रन्डाजीको बसन्ती देख्न सक्नुहुन्छ यहाँ यो दाजीको घर पृष्ठ छ है पृष्ठ जक्सन भुटानीमा चाहिँ गोरा गाउँ त्यहाँ चाहिँ मेला हुँदैछ रागतदेखि यो चाहिँ केराबारी निसी खोला निरन्तर रूपमा बगेको छ है हामी चाहिँ घरमा आइयो गाडी यो केही मारेन है चला त मरिन हाई भन हाई गरा के
भर्खर के कति पैसा भर्खर के खाइ गरा के खाइ गरा के घरको चाहिँ अर्ग्यानिक यो चाहिँ सोस्टा दाल बनाउने मम्मीले बनाउनु मम्मी यता हेर्नुहोस् त मम्मीको मन त गल्ती भएर हेर्नु यता जान्छ होइन यो चाहिँ मेरो आमा मेरो आमा यो मेरो छोरी फेरि हो है आइ गरे है आमा मेरी छोरी छोरी गएन आजलाई चाहिँ भलक यति नै यो मेरो घर हो जुइने घर छ यो चाहिँ लास्टमा चाहिँ मेरो घरको चाहिँ यो कुखुरा पाल्ने घर छ होइन नेक्स्ट भलक नयाँ स्टार नयाँ ठाउँमा गएर आउँदैछु अहिले चाहिँ यति नै